अनफर्चुनेटली अलिकति स्ट्रगल नै भयो नि त फिल्म चलाउनलाई नै स्ट्रगल भयो होइन हामीले आफूलाई प्रुभ गर्नलाई स्ट्रगल भयो अरू यावत कुराहरूले गर्दाखेरि पनि तर हाम्रो सिनेमाले मात्र 51 दिन मनाएको छैन कि जसले विरोध गरिराख्नु भएको छ आज पनि मैले माइती घरमा विरोध गरिरहनु भएको देखेको थिएँ उहाँले पनि 51 दिन मनाउनु भएको छ 51 दिन भनेको चाहिँ अब अडियन्सहरू कतिजनालाई थाहा छ 51 डेज भनेको चाहिँ सिनेमाको लागि एकदम माइलस्टोन पनि हो 51 डेजमा चाहिँ हामी सेलिब्रेट गर्छौँ र स्पेसली हाम्रो अडियन्सहरूलाई एकदमै धेरै धेरै नमस्ते पहिला सुरु चाहिँ सिनेमा हेर्नु भएको अडियन्सहरूलाई कस्तो लाग्यो सिनेमा अनि यति ढिला हेर्न आउनु भएको चाहिँ किन त आज आई थिङ्क 51 दिनको दिनमा हेर्न आउने धेरैजना दोस्रोचोटि हेर्न आउने पनि हुनुहुन्छ होला अडियन्सहरू है कतिजनाले टाइम नभ्याएर पनि मैले धेरैजना आज भेटेको चाहिँ विदेशमा हुनुभएको थियो अनि यहाँ आएर नेपाल आउने बित्तिकै हेर्न आउनुभएको अडियन्सहरू पनि धेरैजना भेटेको छु हाम्रो किनकि बिस्तारै चल्दैछ बाहिरतिर चाहिँ युएसबाट पनि आउनु भएको छ कतिजना होइन युएसमा अहिले चलिसकेको छैन त्यही भएर नेपाल आउने बित्तिकै उहाँहरूले लाली बजार हेर्न आउनु भएको छ थ्याङ्क यू सो मच र हाम्रो मिडियाको साथीहरू हुनुहुन्छ उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र अडियन्सहरूलाई चाहिँ अब कतिजनालाई अझै पनि फिल्म लागिरहेको छ र जस्तो पनि लागिरहेको हुनसक्छ यहाँहरूलाई सिनेमा राम्रो लाग्यो भने चाहिँ अझै पनि हलहरूमा लागिरहेको छ यहाँहरूले आफ्नो साथीभाइहरूलाई पनि भन्न सक्नुहुन्छ र दाइले अघि भन्नुभएको जस्तो हाम्रो 51 दिन भनेको चाहिँ अब अडियन्सहरू कतिजनालाई थाहा छ 51 डेज भनेको चाहिँ सिनेमाको लागि एकदम माइलस्टोन पनि हो 51 डेजमा चाहिँ हामी सेलिब्रेट गर्छौँ र आज हामी 51 डेजको दिनमा जो अडियन्सहरू हलमा गएर हेर्नु भएको छ उहाँहरूलाई चाहिँ हाम्रो सेलिब्रेसनमा चाहिँ सामेल गराउनलाई यसरी भेट्दैछौँ धेरै हलहरूमा गएर र यहाँहरूसँग लक्कीली यहाँको अडियन्सलाई भेट भएर हामी सिटी स्क्वायरको टिम पनि कता हुनुहुन्छ सिटी स्क्वायरको हाम्रो यो हलको नाम क्युएफएक्स सिटी स्क्वायरको टिमलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु यतातिरको अडियन्सहरू पनि एकदमै माया गरिदिनु भएको छ डे 1 देखि नै हामी एकदमै धेरै हल भिजिटमा आइरहने हल यो पनि पर्छ र फेरि पनि सबैजनालाई धेरै धेरै धन्यवाद स्पेसली हाम्रो अडियन्सहरूलाई एकदमै धेरै धेरै त्यही अब तपाईँहरूलाई त थाहा छँदैछ हाम्रो लाली बजारको लागि कति धेरै बाधा अवरोध के आयो हामीलाई त्यो बाधा अवरोधबाट यो 51 दिनसम्म ल्याउनुमा चाहिँ दर्शकहरूको ठुलो हात छ त्यसमा सिनेमा चलाउने हलहरू अनि त्यसपछि डिस्ट्रिब्युटरहरू होइन सबैजना है पत्रकार साथीहरू सबैको सहयोगले गर्दा हामी आज यसमा आछौँ र सर्टपुट आर्ट्सलाई यो सर्ट तपाईँहरूलाई थाहा छ कि छैन सर्टपुट आर्ट्सले अहिले पनि के छ भने अब दर्शकसम्म ल्याउन सकिन्छ भन्ने कुरामा हामी लागिरहेको छौँ आज 51 दिन भयो अब आजबाट हामीले यो सिनेमालाई चाहिँ अब बिर्सिने भन्दा पनि यो सिनेमा चल्दै गर्छ अब हामी भोलिबाट चाहिँ अर्को योभन्दा अझ राम्रो सिनेमा ल्याउनको लागि तयारीमा लागेको छौँ हस्त धन्यवाद यस्तो हुँदो रहेछ अब हाम्रो चाहिँ आजको दिनसम्म आइसक्दाखेरि चाहिँ मैले फेसबुकमा पनि लेखेको थिएँ होइन सेलिब्रेसन मात्रै भन्दा पनि हामी डे 1 देखि जस्तो खालको हाम्रो अलिकति होइन फर्चुनेटली भनौँ या अनफर्चुनेटली अलिकति स्ट्रगल नै भयो नि त फिल्म चलाउनलाई नै स्ट्रगल भयो होइन हामीले आफूलाई प्रुभ गर्नलाई स्ट्रगल भयो अरू यावत कुराहरूले गर्दाखेरि पनि अलिकति हामीलाई त्यो अप्स एन्ड डाउन्स धेरै भयो त्यो इनिसियल फेजमा नि त्यति बेला त एकदम बिजी भयो हामी पनि होइन एक हिसाबले अब अडियन्सलाई सिनेमा लागिसक्यो हलमा लागिरहेछ है भनेर भन्नको लागि त्यो कुरामा अलिक बिजी भयो आज यो दिनसम्म आइपुग्दाखेरि चाहिँ बल्ल फर्केर हेर्ने त्यो टाइम मिल्यो नि त अनि है हामीलाई त यसरी हामी यहाँसम्म आइपुग्यौँ भन्ने हिसाबले खुसी मात्रै भन्दा पनि अलिकति इमोसनल यो मिक्स्ड खालके फिलिङ्स पनि भइरहेछ मलाई चाहिँ यो जुन तपाईँहरूले केही दिनसम्म अलिक बढी सङ्घर्ष गर्नु पऱ्यो भनिहाल्नु भयो हप्ता 10 दिन त अलि निकै नै अब हामी हारै खाइन्छ कि भने जस्तो मानसिकता कहिले आइ पनि सक्यो होला होइन त्यो सङ्घर्ष गरेको भएर त्यहाँ माइती घरमा पुगेको भएर अदालत धाएको भएर नै असफलता पाएको हो होइन अदालत धाएर या माइती घरमा पुगेर होइन कि हामी राइट भएर चाहिँ सायद यो ठाउँसम्म आइपुगेको होला हामी राइट भएर हामीले हाम्रो आवाज उठाएको थियौँ त्यति बेला पनि हामी राइट भएर नै या भनौँ न हामीले भन्न खोजेको कुराहरू चाहिँ हामी अनेस्ट छौँ एज अ टिम हामीले अनेस्टीका साथ केही भन्नुपर्ने कुराहरू भनेको थियौँ एज अ सिनेमा हामीले देखाउनु पर्ने कुराहरू देखाएको थियौँ हामीले कसैलाई डिमिन गरेका थिएनौँ हामीले कसैलाई डिसरेस्पेक्ट गरेका छैनौँ होइन हामीले एकदमै एज अ टिम अनेस्ट भएर हामीले भन्नुपर्ने कथा भनेको थियौँ त्यही भएर चाहिँ सफलता भएको कसैसँग जोडिएको भएर या कसैलाई या हामीले केही एक्टिभिटिज गरे भएर
भएर सफलता मिलेको होइन होला। प्रदीप सर, अब हिट मेसिन नै भन्थ्यो तपाईँलाई, फेरि पनि त्यो एउटा पार भइरहेछ क्या तपाईँको लागि, तपाईँको टिमको लागि विशेष गरी यो कति खुसी लागेको छ 51 दिन, अरूलाई भन्दा बढी छ कि खुसी उस्तो जस्तै छ? होइन, अभियसली फिल्म मेकरको लागि सिनेमा चल्नु अनि त्यसपछि 51 दिनसम्मको यात्रा तय गर्नु भनेको एउटा फिल्म मेकरले देख्ने सपना हो। सबै फिल्म मेकरले त्यो सपना चाहिँ पुरा होस् भन्छ, किनभने 51 दिनसम्मको यात्रामा फिल्ममा आउनु, किनभने सिनेमा भनेको यस्तो चिज हो कि अडियन्सले मन पराइदिएन भने शुक्रबार र शनिबार बाहेक आइतबार ड्रप भएर सोमबार मङ्गलबारदेखि फिल्म धर्मरा आएर त्यो हप्तै सिनेमा आउट हुन सक्ने त्यस्तो खालको कमर्सियल चिज हो नि त सिनेमा भनेको त। अनि सर्टकोट आर्ट्स चाहिँ हामी कि यो मानेमा एकदमै भाग्यमानी के छ भनेदेखि सर्टकोट आर्ट्सले बनाएको यो 5औँ फिल्म हो जसले 51 दिन बनाएको छ होइन। त्यो भएर लाली बजार अझ आफैमा विशेष फिल्म थियो, किनभनेदेखि हामी अनेक आरोह अवरोहपछि जुन यो 51 दिनसम्मको यात्रा तय गर्दा अघि स्वस्तिमाले भने जस्तै खुसी मात्रै होइन कि त्यो अलिकति त्यो दिनहरू सम्झिँदा ला यो यस्तो भइदिएको भयो भन्ने त्यो डर पनि आउला होइन। त्योबाट हामी जितेर आयौँ भन्दाखेरि अलिकति इमोसनल पनि भइएको छ र खुसी पनि, यो मिक्स इमोसनै छ हामीमा होइन। त्यो हिसाबले हामी यो सिनेमा हामी मात्र होइन, लाली बजार मात्रै होइन, सर्टकोट मात्र होइन, यो समग्र इन्डस्ट्रीकै जित हो जस्तो लाग्छ मलाई। किनभने अहिले सिनेमा साँच्चीकै कुनै पनि सिनेमाले राम्रो गरि नरहेको अवस्थामा एउटा लाली बजारले सबै दर्शकहरूको माया पाउनु, हलवालाहरूको, डिस्ट्रिब्युटरको, अडियन्सकोदेखि लिएर मिडियाको यति धेरै माया पाएको यस मामलामा सिनेमाले जितेको छ भन्ने लाग्छ। ओके रवि सर, अब यो कुरा त आइ नै हाल्यो, खुसियाली कुरा आउँछ, पैसाको कुरा पनि होइन, माया सँगसँगै पैसा जोडिन्छ। यद्यपि अहिले त क्लियर छ, विकास बोर्डले पनि भनिहाल्छ यति करोड कमाइयो भनेर। आजकै दिन गरौँ 51 दिनको भन्दैनस् न, 50 होइन, 51 दिनमा कति कमाएछ त दुवैजनाले? नमस्कार सबैजनालाई। हाम्रो कलेक्सनको कुरामा चाहिँ एक्ज्याक्ट थाहा छैन मलाई, 9 करोड 42 लाख भयो भन्ने छ। हेरेको छैन, त्यो हेर्ने जिम्मा हाम्रो नेक्स्ट दिपेश खत्रीजीले लिनु भएको छ। अब म चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहेँ एज अ कलाकार पनि, एज अ निर्माताको हिसाबले पनि, र जो जस्तो अवस्था आइपऱ्यो त्यो हाम्रो सुरुको दिनमा। त्यो के भन्न चाहेँ भने हामीले जुन खालको लडाइँ लड्यौँ समझदारी र मतलब सम्झौता नगरिकन, त्यसले चाहिँ एउटा नजिर बसाल्छ। भोलिको दिनमा अरू सिनेमा मेकरहरूले पनि भोलिको दिनमा कुनै विषयवस्तुमा काम गर्दाखेरि त्यो विषयवस्तुहरूको गम्भीरताको आधारमा जुन अप्ठ्याराहरू आउँदाखेरि चाहिँ अब आउने हाम्रो जुन फुल बेन्च, हाम्रो आउने अबको यो भनौँ न फुल यो अहिले चाहिँ त्यहाँ एउटा नजिर बसाउने छ कि सिनेमाहरू बनाउँदाखेरि चाहिँ यो कुरा गर्न पाइन्छ है। सिनेमाको प्रिमियरको दिन चाहिँ तपाईँलाई बन्द हुने स्थिति आउँदैन है भन्ने खालको एस्युरेन्स गर्ने खालको हामीले लडेर त्यो खालको अवस्थामा पुर्याएको छौँ। त्यस कारणले गर्दाखेरि त्यो हामीलाई एउटा कानुनी जित पनि छ। अब फुल हाम्रो लिखित त आउनै बाँकी छ अझै, 16 गतिको हाम्रो उच्चमा पनि छ, सर्वोच्चमा पनि छ अझै होइन। तर हाम्रो सिनेमाले मात्रै 51 दिन मनाएको छैन कि जसले विरोध गरिराख्नु भएको छ। आज पनि मैले माइती घरमा विरोध गरिरहनु भएको देखेको थिएँ, उहाँले पनि 51 दिन मनाउनु भएको छ। उहाँलाई पनि धेरै धेरै धन्यवाद। निरन्तर विरोध गरिराख्नु भएको छ, हाम्रो सिनेमा पनि निरन्तर चलिरह्यो। र यो सिनेमाकोबाट के प्रुभ हुन्छ भने जनताहरूले, दर्शकहरूले मन परायो भने चाहिँ र कानुनी रूपमा आफू चाहिँ तल छैन भने चाहिँ सिनेमा केही पनि हुँदैन, रोकिँदैन, सानो अप्ठ्यारो आउला। तर भोलिको दिनमा त्यो पनि नआउला, किनभने जुन हामीले लडाइँ लड्यौँ त्यो लडाइँले चाहिँ भोलिको अरू मेकरलाई पनि सजिलो हुनेवाला छ। र त्यो कुराहरू हामी बादमा भन्दै जाउँला, आफ्ना दुःखहरू, हामीले गरेका सङ्घर्षका कुराहरू। धेरै धेरै धन्यवाद। र अर्को जोड्नै पर्ने कुरा चाहिँ के लाग्छ भने अहिले जसरी सिनेमाहरूमा दर्शक आएन भनिरहेको हुन्छौँ, यो हामीले अलिकति विचार गर्नुपर्ने चाहिँ टिकट हामीहरूले जसरी हामीहरूले कतिजनाहरूलाई के अरे सिनेमा हेर्न आउनु भन्दाखेरि टिकटै आइपुगेको फिल्मको त हेर्न जान भ्याइएको छैन, तपाईँहरूको त कहाँ जानु भन्नेसम्मको कुरा सुन्न पाइयो। भनेपछि यो हामीले बजार बिगारेको चाहिँ टिकट किनेर पनि हो कि, किनभने सित्तैमा आइरहेछ भने टिकट चाहिँ किन हामीले आफै हेर्न जाने भन्ने कुरा हुँदो रहेछ भन्ने लागेको छ। हामीले आज यहीँ यतिजना छौँ, साँच्ची राखेर सिनेमालाई जुन इमान्दारीपूर्वक बनाएको छौँ, हामीहरूले टिकट किनेनौँ, हामीले टिकट किनेनौँ। यसका अर्थले हामीले फेरि किन्नेलाई गलत नकिन्नेलाई सही भन्न खोजे होइन। हामीहरूले चाहिँ जे जति दुःख गऱ्यौँ, जे जति लगानी गऱ्यौँ सिनेमामै गऱ्यौँ र हामीले टिकट किनेनौँ। बरु हामीहरूले अब यो अर्को हामीहरूले यो सेलिब्रेसनको लागि खर्च गरौँला, बरु त्यो खर्चको लागि हामी तयारी पनि गरेर छौँ। तपाईँहरूलाई पनि त्यही दिन भेटौँला, सेलिब्रेसन गरौँला। र टिकट किनेर दर्शकहरूलाई हामीहरू तपाईँ आफै सम्झिनु न, राम्रो फिल्म बन्यो भने टिकट आफै काटेर आउनु हुँदो रहेछ, राम्रो बनेन भने टिकट दिन जाँदा पनि दर्शक र हल त फेरि खाली हुन्छ भनेपछि यो कुरा हामीहरूले सिनेमा हाम्रो मेकरहरूले चाहिँ के रियलाइज गरौँ भने
फिल्म राम्रो बनाउन त्यो स्क्रिप्टदेखि नै दुःख गरौँ। अब हामी आजको दिनबाट 51 दिनपछि हामी दोस्रो सिनेमा अर्को सिनेमाको लागि काममा हामी जुट्दैछौँ। हामी बरु 8 महिना 9 महिना प्रिमै काम गरौँला, दुःख जति गर्नु छ हामी सिनेमा बनाउँदै गरौँला, तर चलाउने बेलामा चाहिँ हामीहरूले दर्शक नै सर्वे सर्वा हो, हामीले जानकारी मात्रै दिने हो। सम्पूर्ण मेकरहरूलाई त्यो रिक्वेस्ट पनि गर्न चाहेँ कि तपाईँहरू हामीले टिकटहरू हामीहरूले ठाउँ ठाउँमा पुर्याइदिएर त्यो गरेर होला तपाईँहरूलाई कतिजनालाई फाइदा पनि भयो होला, तर त्यो चिजले दर्शकहरूलाई चाहिँ टिकट आइपुग्छ कि भनेर पनि कुर्नु भयो कि भन्ने लाग्छ। र यो मन्दीका कारणले पनि दर्शकहरू कम आउनु भयो नि हुनसक्छ। र सम्पूर्ण मेकरहरूलाई शुभकामना भन्न चाहेँ। यो वर्ष भर्खर अब अहिले असार त भयो, यो वर्षभरि अरू धेरै बिग हिट फिल्महरू आउन्। हाम्रो अहिलेसम्मको लागि हाम्रो हाइएस्ट कलेक्सन देखिए पनि चैतसम्ममा योभन्दा डबल ट्रिपल हाइएस्ट कलेक्सन गर्ने आओस्, किनभने सिनेमा इन्डस्ट्री राम्रो भयो भने हामीहरू सम्पूर्णको लागि राम्रो हुन्छ। धेरै धेरै धन्यवाद। हामीलाई 10औँ फिल्मले जितोस् न, यो मजा हो नि त इन्डस्ट्रीको त। होइन 10 नम्बरमा रहेछ अरे लाली बजारको क्रस कलेक्सन चलायमान होस् बजार भन्यो भने चाहिँ अरू सिनेमाहरू आउँछ। त्यही हो हामीले चाहिँ मुख्य कुरा के भने म सिनेमा मेकरहरूलाई चाहिँ हामी सबैले त्यस्तो गर्नुभएको जस्तो लाग्दैन मलाई टिकट किन्ने। अब कोही कतैले गर्नुभएको छ र यो त्यसले साँच्चीकै बिगारिरहेको छ कि दर्शकको मनोभावना बिगारिरहेको छ त्यसले। त्यो भएर हामीले किन्ने नै हो भनेदेखि राम्रो राइटरको समय किनौँ, स्क्रिप्ट किनौँ, दर्शकहरूको मन किनौँ, होइन टिकट चाहिँ नकिनौँ। जस्तो टिकटको कुराकानी त ठिक छ, तपाईँहरूले टिकट प्रोभाइड गरिदिनु भएन, अरूले गरेकाले कोही गयो भने यो 51 दिन पुगेपछि अथवा भनौँ दोस्रो सत्ता तेस्रो सत्ता 1 महिना पुगेपछि यो डिस्काउन्ट दिने जुन छ नि तपाईँहरूको यसमा चाहिँ धारणा के छ? जस्तो कसैले 50% डिस्काउन्ट भनिरहेका छन्। अब तपाईँहरूले डिस्काउन्ट दिने कि नदिने, 51 दिन पुग्यो कि 100 दिन पुगेपछि दिने केही छ? 1 रुपियाँमा बाँड्ने छ कुनै गरी त है। अब डिस्काउन्ट यस्तो हो, हामीले जो फिल्म बनाउँछौँ नि होइन, फिल्ममा जस्तो रविन्द्र भन्नुभयो 8-9 महिना हामी स्क्रिप्टमै बस्छौँ। त्यसपछि हाम्रा ठुलो परिवार हुन्छ, 100जना यसमा टेक्निसियन कलाकारहरू आफ्नो समय लगाउँछन् र हामीले वर्षौँ त्यो साधना गरेर एउटा फिल्म बनाउँछौँ होइन। अनि फिल्म बनाएर जब त्यसलाई बजारमा ल्याउँछौँ त्यसमा धेरैजनाको आशा अनि भविष्य हुन्छ नि, जीवन त्यो आय अर्जन गर्ने सबै कुराहरू त्यसमा निर्धारण हुन्छ कि। अब हामीले दिने भनेको त्यो राम्रो प्रडक्ट हो नि होइन, कस्टमरलाई दिने भनेको जुन चाहिँ हामीले बनाउन टाइम खर्च गरेछौँ, मेहनत लगन र भएभरको हाम्रो सम्पूर्ण हाम्रो जस्तो मेहनतहरू त्यसमा लगानी गर्छौँ होइन। ल्याएर दिने भनेको हामीले प्रडक्ट हो। प्रडक्टमा त्यति पनि तपाईँको 400-300 अरू डिस्काउन्टेड डेज त छँदैछ त विकडेजमा। हाम्रो वेडनेसडे डिस्काउन्ट डेज छ, ट्युजडे डिस्काउन्ट डेज छ, मन्डे डिस्काउन्ट डेज छ होइन। त्यो डिस्काउन्ट डेजको पनि दर्शकहरूले पूर्ण उपयोग गरिराख्नुपर्छ। त्यसमा स्पेसली फेरि हामीले आएर डिस्काउन्ट गरिदिनुपर्छ भन्ने छैन। तपाईँले फिल्ममा मैले भने नि कतिवटा दर्शकहरूको घरमा टिकट पुगिरहेको छ, उहाँले भन्नुभयो पनि कि टिकट आउँदाखेरि त मान्छे आउनु भएको छैन भने चाहिँ फिल्ममा डिस्काउन्ट भएर साँच्चीकै सिनेमा हेर्न अडियन्स हलमा आउने होइन कि फिल्म साँच्चीकै राम्रो छ हेर्नुपर्ने छ भने चाहिँ उहाँहरूले आफू मात्रै आउनु न, परिवारलाई लिएर आउनुहुन्छ, साथीलाई लिएर आउनुहुन्छ होइन, इष्टमित्रहरूलाई लिएर आउनुहुन्छ। हामी चाहिँ त्यसमा बढी फोकस हुन्छौँ कि होइन, राम्रो प्रडक्ट कसरी बनाउने, त्यसलाई दर्शकसँग कसरी ल्याउने, धेरैभन्दा धेरै ठाउँमा कसरी सोजहरू राखिदिने, सो द्याट नजिकभन्दा नजिक ठाउँमा गएर मान्छेले हेर्न सक्नु। र त्यसैमा हाम्रो फोकस त्यसैमा छ। जस्तो आजको दिनमा हजुरले प्रफिटमा हो, अब यसरी भन्न चाहन्छ? हामी प्रफिटमा त होइन, हामी प्रफिटमा त 6औँ हप्तादेखि नै थियौँ। प्रफिटमा त हामी 5औँ हप्ताको एन्डतिर नै हामी प्रफिटमा थियौँ। त्यहाँदेखि कति प्रफिट भन्ने कुरा हो होइन। अनि अहिलेको माहौल जुन तपाईँले सुन्नुभयो होइन, कि अलिकति डिप्रेसन छ मार्केटमा, रिसेसन चलिरहेको छ, महँगी छ, तेलको भाउहरू बढिरहेको छ। त्यो सबै हेरिकन हामीलाई के खुसी लागेको छ भन्दा हामीले एकछिन भए पनि यो फिल्मको अहिले बजारमा एउटा पोजिटिभ सुरुवात ल्याएको छौँ। अब भर्खर समर जसरी बढ्दैछ, वर्षा जसरी आउँदैछ, त्यसरी नै अब अरू फिल्महरू आउँदैछन् होइन, तिनीहरूले त्यसरी नै अगाडि हुन्छन् कीर्तिमान, हाम्रो कीर्तिमानहरूलाई ठेल्दै पछाडि आफ्नो कीर्तिमान राख्दै जाओस्। पहिलो फिल्ममा 51 दिन मनाउने भएको के छ भने अब तपाईँमा सबैभन्दा खुसी त यसरी सफल रूपमा चलिरहेको छ, कस्तो लागिरहेको छ हजुरलाई? मेन कुरा त आजको दिन हाम्रो यो लाली बजार परिवारको एकदम स्पेसल दिन हो। अझ त्यही माथि अब मेरो लागि त मैले भन्नै परेन, मेरो पहिलो सिनेमा, त्यही माथि यो दर्शकहरूको यत्रो अपार माया होइन, साथ सपोर्ट पाइराख्दाखेरि एकदमै खुसी छु म चाहिँ। जसरी सिनेमाले एउटा माइलस्टोन क्रिएट गरेको छ, यसमा एकदमै हामी सर्टकुम परिवारदेखि लिएर लाली बजार परिवार एकदमै खुसी छौँ। अब मेरो त अब खुसीको त अब यो डिटरमाइन गर्ने एउटा कुनै आफ्नो यन्त्र छैन, नत्र भने म भनिदिन्थेँ। एकदम खुसी छु भनौँ न। तपाईँलाई चाहिँ फिल्म क्षेत्रबाट कतिको अफर आइरहेको छ? लाली बजार हेरे पछाडि मेकरहरूले कतिको अप्रोच गरिरहनु भएको छ? भन्नु र यो कुरा होइन,
एप्रोचहरू भइरहेको छ होइन कति कुराहरू टेबलमै भइरहेको छन् अहिले अब सिनेमा हो होइन सिनेमाले अलिकति टाइम त लिइहाल्छ तर पनि चाँडै नै हाम्रो भेट हुन्छ तपाईँहरूसँग यसरी फेरि अन्तर्क्रिया गर्ने एउटा मोमेन्ट फेरि चाँडै नै बन्दैछ भनौँ न अहिले धेरै केही पनि भनिनँ मैले निश्चल दाइको नजरमा त पर्नु भएको छैन नि पऱ्यो होला त्यत्रो फिल्मै हेरिसक्नु पर्दाखेरि म अभियसली पऱ्यो होला दाइको नजरमा पनि अब स्वस्तिमाजीलाई आमा बन्दा निकै फाप्दो रहेछ है होइन राम्रो काम गर्दाखेरि फाप्ने होला तर योपालि लाली बजारमा एकदम धमाका मचायो त अगाडि त्यत्रो विवाद हुँदै पनि सबैलाई चिनेर होइन अगाडि तपाईँहरू यति मुड अफ बनाएर बस्नु भएको थियो होइन अगाडिको फेजमा इनिसियल फेजमा पछि यति राम्रो अहिले 51 दिन भएर यति हाँसी खुसी हिँडिरहनु भएको छ होइन त्यही त अघि पनि मैले भने जस्तै एक हिसाबको अलिकति त्यो सिचुएसन नै हाम्रो कन्ट्रोलमा थिएन त्यति बेला होइन अनि त्यो चाहिँ कस्तो भन्दाखेरि हामी त्यति बेला पनि हामी टिम बसेर कुरा गर्थ्यौँ कि अब अहिले आएर हाम्रो त्यसरी भन्ने भन्दा पनि हाम्रो लागि मात्रै त्यो स्याड कुरा भन्दा पनि ओभरअल इन्डस्ट्रीको लागि एकदमै स्याड कुरा थियो कि त्यो अनि हामी त्यति बेला फाइट गरेको पनि जति सक्यो हामीले फाइट गर्नको लागि होइन जति हामीले आफ्नो भोइस अगाडि ल्याउन सक्यो त्यो चाहिँ हाम्रो लागि मात्रै थिएन अरू अगाडि आउने सिनेमाहरूको लागि थियो सिनेमा इन्डस्ट्रीको लागि थियो अरू फिल्म मेकर्सहरूको लागि थियो सो हामीले चाहिँ यो फाइट जित्नुपर्छ र यो फिल्म एक लेभलको अडियन्ससम्म धेरैभन्दा धेरै अडियन्ससम्म पुग्नु पनि किन पर्छ भन्दाखेरि अर्को आउने सिनेमा यसरी नै हाम्रो जसरी एउटा त्यसमा पुग्यो भने चाहिँ हामीले जति स्ट्रगल गर्नु नपरोस् होइन एउटा ओभरअल इन्डस्ट्रीकै लागि पनि हामीले त्यति बेला चाहिँ हामी सबजना मिलेर हामी टिम मिलेर अरू जतिजना पनि फिल्म मेकर्सहरू हाम्रो साथमा उभिनु भएको थियो उहाँहरू चाहिँ हाम्रो लागि मात्रै भन्दा ओभरअल इन्डस्ट्रीकै लागि बोलिदिनु भएको थियो लाली बजारले चाहिँ के सिकायो तपाईँलाई एउटा मेन कुरा अहिलेसम्म नसिकेको कुरा लाली बजारले यो सिकायो है मलाई भन्ने चाहिँ के रह्यो स्वस्तिमाजीको लागि धेरै चाहिँ लिस्ट छ मैले भनेको थिएँ एउटा कुरा चाहिँ मैले हिजो लेखाएको थिएँ अब 100 दिनमा भन्छु अरू कुराहरू अहिले भन्नु मिल्दैन अहिले होइन धेरै कुराहरू अब जस्तै सिकायो भन्दा पनि फिल्मले नै मलाई धेरै कुराहरू दिएको छ होइन फिल्म भनिराख्दाखेरि सिनेमा एउटा कुरा मात्रै होइन कि एज मैले जस्तो टिमहरूसँग काम गर्न पाएँ जस्तो मान्छेहरू मैले भेट्न पाएँ जस्तो खालको क्रिएटिभ माइन्ड्सहरूसँग मैले काम गर्न पाएँ काम पनि कसरी भन्दा एज एन एक्टर मात्रै होइन कि म जसरी क्रिएटिभली उहाँहरूसँग इन्भल्भ भएर काम गर्न पाएँ त्यो भने चाहिँ सायद मैले हामी सर्टेन इयर्सको कोर्सहरू गर्छौँ होइन सर्टेन इयर्सको क्लासेसहरू लिन्छौँ डिग्रीहरू लिन्छौँ होइन फिल्म मेकिङकै एक्टिङकै किन नहोस् या तपाईँको भनौँ ओभरअल फिल्म मेकिङको सो यस्तो खालको सिनेमा यस्तो खालको टिमहरूसँग काम गर्न पाउँदाखेरि जहिले पनि मैले आउने अर्को सिनेमाको लागि इनपुट दिन पाउने खालको काम सिक्न पाउँछु कि होइन तपाईँको क्रिएटिभ कुरालाई लिएर किन नहोस् तपाईँले फिल्म चलाउने कुरालाई किन नहोस् तपाईँले फिल्मलाई कसरी हेर्नुपर्छ भन्ने कुरालाई लिएर किन नहोस् तपाईँले मान्छेसँग कसरी डिल गर्नुपर्छ भन्ने सब यावत कुराहरू छ जसले गर्दाखेरि चाहिँ मैले फिल्ममा सिकेर यस्तो मान्छेहरूसँग काम गर्न पाएर यस्तो क्रिएटिभ माइन्ड्सहरूसँग काम गर्न पाएर चाहिँ भोलि मैले अर्को सिनेमा गर्दाखेरि त्यो सिनेमामा मैले त्यो इनपुट दिन पाउँछु अनि सबभन्दा ठुलो सिकाएँ ठुलो मेरो लागि चाहिँ मैले सुरुको प्रेस मिट पनि भनेको थिएँ मैले अब आउने धेरै वर्षहरूलाई चेरिस गर्ने सिनेमा हो भनेर होइन सो मैले चाहिँ सिनेमा आफैमा कमर्सियली राम्रो हुन्छ या कमर्सियली राम्रो भयो भने मलाई फाइदा हुन्छ भन्ने हिसाबले होइन कि बिहाइन्ड द सिन मैले जस्तो खालको मान्छेहरूसँग काम गर्न पाएँ त्यो कुराले गर्दाखेरि चाहिँ अब आउने दिनहरूमा सायद मलाई हेल्प गर्छ होला त्यो कुराले होइन एउटै छोरी हो नि हो सानी छोरीको कुरा सोधेर सकाइदिउँ न उसलाई कस्तो लागिरहेछ हजुरलाई राम्रो आज कति डेज मनाउँदैछौँ हामी 51 हो अनि 51 डेजमा गिफ्ट के दिनुभयो त हजुरलाई डिरेक्टर सरले प्रोड्युसर सरले के दिनुभयो के दिनुभयो केएफसी अनि के दिन्छु भन्नुभएको छ भोलि 100 डेज मनाउँदा के दिन्छु भन्नुभएको छ भन्नै भएको छैन त्यो सरप्राइज भन्नुभएको छैन तपाईँलाई चाहिँ के चाहिएको छ मलाई यो दिनु है भन्ने खालको चाहिँ के चाहिएको छ भोलि के भन्नु लाग्छ अर्को फिल्ममा फेरि काम गर्ने कि नगर्ने स्वस्तिमा मामुसँग गर्ने अब के भन्ने दर्शकहरूलाई के भन्देऊ न त तिमी सबैजनाले हाम्रो फिल्म हेरिदिनु हाम्रो फिल्म अरू देशहरूमा नि चल्दैछ हजुरहरूलाई धन्यवाद छ हाम्रो फिल्मलाई धेरै हिट बनाइदिनुको लागि आज 51 डेज थ्याङ्क यू
अनि क्लासमा साथीहरूले के भन्नुभयो समायरालाई? फिल्म हेर्नुभयो टिचरहरूले? हेर्नुभयो के भन्नुभयो त? राम्रो गरेछौ भन्नुभयो त्यति मात्रै? अनि केटा साथीहरूले के भन्नुभयो क्लासको? स्वस्तिमा मामु चिन्नु भयो कि भएन? अब चाहिँ चिने छैन अझै? ए चिनाउने बेला भयो है ल्याएर हलमा। एकजना साथीले मात्र चिनेछ ए एकजना साथीले मात्रै चिनेको? त्यही पनि केटाले केटीहरूबाट चाहिँ सबले चिनेछ केटीहरू चाहिँ सबैले चिने केटाले चिने रहेछ है। केटामा अलिक फेमस हुँदो रहेछ हौ स्वस्तिमा मामु। अब हुनु पर्यो है। अब हुनु पर्यो है। ओके प्रशंसाजी कस्तो लागिरहेको छ त हजुरलाई पनि हजुरको नि डेब्यु फिल्म होइन 51 डेज बनाइरहेको छ डेब्यु फिल्मले नै कसरी खुसी साट्नुहुन्छ? अहिले त सबै टिमले गर्दाखेरि नै यहाँसम्म आइपुगे जस्तो लाग्छ हामीलाई चाहिँ एकदमै खुसी छु फर्स्ट डेब्यु मुभीमै यत्रो माइलस्टोन सेलिब्रेट गर्न पाइरहेको भएर चाहिँ सो भेरी थ्याङ्कफुल एन्ड ग्रेटफुल। जस्तै यता स्वस्ति बाजेको भाइ पनि हुनुहुन्छ। हजुर कसरी? मधुबालाको भाइ। मधुबाला त स्वस्ति बाजेको भाइ हो। मधुबालाको भाइ हुनुहुन्छ। हजुर कस्तो लागिरहेको छ हजुरलाई? अब अघि दाइले भनिसक्नुभयो एउटा कलाकार फिल्म मेकर्सलाई आफ्नो फिल्म एकाउन्टमा त्योभन्दा नि चलिरहेको छ त्यो भएर खुसी त अब राम्रै लागिरहेको छ। तपाईँले चाहिँ के सिक्नुभयो त? मैले सिकेको अब दाइहरूले चाहिँ कसरी एउटा फिल्म मेकर्स कसरी त्यो लेभल एफोर्ट त्यो मेहनत होइन सुटिङमा मात्रै प्रीदेखि सुटदेखि पोस्टदेखि अझ प्रमोसनसम्मको त्यो प्रोसेस छ त्यो चाहिँ मेहनत दाइहरूबाट सिक्न पाइयो सबभन्दा सकाइदिउँ अब। स्वस्तिमाथि जस्तो एउटा मेरो प्रश्न छ। सुरुवातदेखि नै तपाईँ यति धेरै खटिनुभयो नि यो फिल्ममा सायद सफलता हुनलाई तपाईँको पनि धेरै पर्सेन्ट लाग्छ एउटा कलाकार मात्रै भएर होइन तपाईँ यसरी लागिदिनुभयो जसमा लाग्छ हामीलाई तपाईँ एउटा प्रोड्युसरै हो कि होइन त्यो देखिन्छ बाहिरबाट तपाईँ पर्सेन्टमा हुनु चाहिँ हुनुहुन्न र एउटा कलाकार यसरी खटिनुपर्छ सबै फिल्ममा अरू फिल्ममा खटिनु भएको थियो कि थिएन र अरू कलाकारलाई पनि सन्देश हुन्छ नि त किनकि एउटा इन्टरभ्यू दिएर प्रमोसन मात्रै होइन कि पछि पनि खटिनुपर्छ भन्ने सन्देश दिनुभयो कि तपाईँ मेकिङ टिममा पनि हो र? ल भनिदिनु त स्वस्तिमाजीको लगानी छ? ए भन्नै पर्दैन उहाँलाई चाहिँ एफर्टको लगानी एफर्टको होइन मैले पहिल्यै भनेको थिएँ उहाँ एउटा एक्टर मात्रै होइन उहाँ कम्प्लिट फिल्म मेकर हो होइन। अनि हामीले भन्यौँ 5वटा फिल्म बनाउँदा आउँदाखेरि यो फिल्म आएपछि हामीले साह्रै नै हाम्रो कलाकारसँग काम गर्दाखेरि यति धेरै इन्जोय गरेछौँ कि खालि त्यो स्क्रिप्ट अवस्था मात्रै प्रोडक्सनमा मात्रै होइन कि पोस्ट प्रोडक्सन मात्रै होइन कि इभन प्रमोसन र अहिले आएर 51 दिनको सेलिब्रेसन समेत होइन 11 करोड होइन। अनि पैसाको कुरामा गर्नुपर्छ भन्दाखेरि हामी सक्सेस सेयर गर्दैछौँ यसमा पर्सेन्टेज भन्दाखेरि पनि हामी त होल्ली फुल सेयर गरिरहेको छौँ होइन सक्सेस गरेर। तर पनि तपाईँहरू खल्तीमा करोडौँ करोड जाने अनि उहाँहरूमा जति पारिश्रमिक होइन यस्तो हो फेरि अगेन अब यसरी पैसाको कुरा हामीले गरिराख्दाखेरि त्यो अलिकति हामीले जे भन्न खोजेका छौँ क्रिएटिभ कुरालाई अलिकति बरु त्यो कुरालाई चाहिँ ओभरस्याडो या त्यो कुरा अलिकति भनौँ न हामीले लाइटली लिएको जस्तो हुन्छ होइन। पैसा भनेको आई थिङ्क उहाँहरू जो टिमसँग मैले काम गरेँ उहाँहरूले पनि कहिले पनि पैसालाई अगाडि राखेर काम गर्ने मान्छेहरू हुँदैन रहेछ। मैले पनि कहिले पनि पैसालाई राखेर मैले अगाडि राखेर काम गर्दिनँ भनिराख्दाखेरि पैसै आउँदैन भन्ने कुरा त होइन इट्स अलवेज देयर। तर तपाईँ जति मेहनत गर्नुहुन्छ जति तपाईँ अनेस्ट हुनुहुन्छ स्पेसली क्रिएटिभ फिल्डमा चाहिँ तपाईँ जति अनेस्ट भएर काम गर्नुहुन्छ जति कामलाई माया गर्नुहुन्छ त्यो पैसा आफै आउँछ जस्तो लाग्छ होइन। सो त्यो आफ्नो ठाउँमा छ। तर तपाईँले अघि भन्नुभएको कुरामा चाहिँ यो मुभीमा चाहिँ स्पेसल केस किन पनि थियो भन्दाखेरि यसमा अब तपाईँको भनौँ न फिमेल लेड मुभिजहरू एकदमै नेपालमा कम बन्छ होइन। प्रायः एक्टर्सहरू मेल एक्टर्सहरूले सिनेमा लिड गरिराख्नुहुन्छ होइन। धेरै एक्टर्सहरू चिनिने एक्टर्सहरू हुनुहुन्छ जसले चाहिँ हाम्रो सिनेमा लाग्दैछ है भनेर भन्ने भन्नु कलाकारहरू धेरै हुनुहुन्छ। यसमा चाहिँ अलिकति एक हिसाबले यत्रो वर्षदेखि म धेरै काम गरिरहेको भएर मलाई एक लेभल अलिकति धेरै चिन्नुहुन्थ्यो होला अडियन्सले होइन सिनेमा हामी जति पनि एक्टर्सहरू। सो मेरो काममा चाहिँ अलिक धेरै रेस्पोन्सिबिलिटी थियो मेरो सिनेमा लाग्दैछ है हाम्रो सिनेमा लाग्दैछ भनेर धेरैभन्दा धेरै अडियन्समा पुर्याउनु पर्ने होइन। तपाईँकै सोल्डरमा थियो नि भनौँ न हाम्रो हिरो हो त्यो भएर पनि म अलिकति खटिनु भयो। त्यो फेरि त्यो भएर मात्रै भन्दाखेरि म जहिले पनि मेरो सिनेमा गर्दाखेरि सकेसम्म धेरै
सिनेमा हेर्न आउने नआउने यो सिनेमा हेर्न लायकको छ है भन्ने चाहिँ अडियन्सले डिसाइड गर्ने कुरा हो तर म एज एन एक्टर चाहिँ मेरो रेस्पोन्सिबिलिटी चाहिँ सिनेमा चाहिँ हलमा लाग्यो अब तपाईँहरूले हेर्न सक्नुहुन्छ है भन्ने चाहिँ धेरैभन्दा धेरै अडियन्समा मैले पुर्याउने मेरो कर्तव्य हो होइन त्यो पनि यो सिनेमामा गरेको तर यसमा अझ धेरै तपाईँहरूले किन देख्नु होला हामी यति कोलाबोरेटिभली मैले अघि भने नि जुन चाहिँ मैले सिनेमा मात्रै काम गरेर कि कोलाबोरेटिभली मैले काम गर्न पाएँ अनि त्यहाँबाट मैले धेरै कुरा सिक्न पाएँ अनि दाइहरूसँग मैले डे वानदेखि यस्तो मजाले कोलाबोरेटिभली काम गर्न पाएँ मैले अगाडिको दिनदेखि नै भनेको थिएँ यस्तो रिसेप्टिभ उहाँहरू क्रिएटिभली पनि यति धेरै हिट सिनेमाहरू दिइसक्नु भएको यति धेरै राम्रो सिनेमा दिँदै पनि उहाँहरू यति ओपन टु क्रिएटिभ आइडियाज ओपन टु प्रमोसन्स मार्केटिङ आइडियाज होइन अनि हामी त्यो कोलाबोरेटिभली काम गर्न पाएको भएर पनि तपाईँले मलाई त्यसरी देख्नु भएको हो खासमा चाहिँ म प्रोड्युसर जस्तो देखेको चाहिँ किन भन्दाखेरि म प्रोड्युसरहरूसँग यस्तो कोलाबोरेटिभली काम गर्न पाएँ मैले अरू सिनेमाहरूमा पनि मलाई लागेको कुराहरू भन्छु कति कुराहरू उहाँहरूले लिनुहुन्छ कति कुरा लिनु हुँदैन होइन उहाँ कति ठाउँमा चाहिँ उहाँले मलाई हायर गरेर यो गर्ने हो भनेर मलाई खटाइदिनुहुन्छ मैले त्यो काम मात्रै गर्ने हो तर यहाँ चाहिँ हामी यस्तो गरौँ भनेर मैले पनि भन्न पाउँथेँ दाइहरूले यस्तो गरौँ भन्ने कुरा मैले गर्न पाउँछु त्यो कोलाबोरेटिभ कुरा देखेर चाहिँ तपाईँहरूलाई म धेरै खटेको देखाएँ समग्रमा त प्रोड्युसर होइन इन सर्ट सतुङको परिवार हो होइन यस्तो प्रोड्युसर होइन म प्रोड्युसर भएकोमा तपाईँहरूले नाम देखिहाल्नुहुन्थ्यो एकदमै त्यो ओपनली आउने कुरा हो त्यो ठुलो कुरा हो सेयरमा बस्ने हुन्छ नि त्यो खालको होइन डेजमा बस्ने सेयरमा बस्ने त्यो अब हाम्रो इन्टरनल कुरा हो त्यसको धेरै ओपनली चाहिँ भन्नु पर्दैन बोनसमा छु मात्रै भन्दै पुग्छ रविन्द्र उताबाट आएको यस्तो के भन्छ दिन बोनस छ हाम्रो त होइन हरेक दिन बोनस छ मैले भने मेरो लागि बोनस भनेको म यस्तो टिमसँग काम गर्न पाएँ साँच्चीकै नै मैले उहाँहरू भएर यहाँ मैले अब यो फिल्मले यति सक्सेस भनौँ न पार गरेँ त्यही भएर भनेको होइन मैले साँच्चीकै नै पनि मेरो लागि चाहिँ सबैभन्दा ठुलो बोनस भनेको चाहिँ आजको दिनसम्म मैले मेरो सेकेन्ड डेकेडको फर्स्ट फिल्म हो क्या यो भनेको तपाईँको अब चाँडै नै 31 वर्ष लाग्दैछु होइन तपाईँको मैले सुरु गर्ने बेलामा 25, 26, 27, 28 पछि हिरोइनहरूले कामै पाउँदैन भन्ने खालको त्यो माइन्डसेटबाट म आएको हो म सुरु गरेँ हो होइन बिहा गरेपछि भन्ने कुरा त बिस्तारै तोडेको भनेको मैले इनिसियल्ली काम गर्दा त्यो माइन्डसेटबाट म आएको आज म 30 वर्षमा यस्तो खालको सिनेमा मैले गर्न पाइरहेको छु र सबैभन्दा ठुलो क्रेडिट चाहिँ त्यो चाहिँ मेकर्सहरूलाई जान्छ क्या त्यस्तो मेकर्सहरूसँग मैले काम गर्न पाउनु भनेको मेरो लागि सबैभन्दा ठुलो बोनस हो र बाँकी हिसाब किताब बाँकी हिसाब किताब हाम्रो छँदैछ अब होइन यस्तो अहिले त लाली बजार 1 नै चलिरहेको छ त्यसो 2 को कुरा गर्ने समय भएको छैन 2 चाहिँ भोलि आउँछ 52 होइन अहिले लाली बजार 1 चलिरहेको छ 2 को कुरा गर्ने समय पनि भएको छैन अहिले हामी 1 मै छौँ 1 लाई इन्जोय गरिदिरहेछौँ 1 सपोज अनि त्यसपछि फेरि तपाईँसँग भेट्दैछौँ नि हामी पर्सि हस् ल थ्याङ्क यू सो मच हाम्रो आज 51 डेजमा यहाँहरू पनि सबैजनालाई यति हाम्रो यो 51 डेजसम्मको साक्षी हुन पाउनुभयो यहाँहरू पनि भनौँ न हामीले त यहाँहरूलाई यसरी इन्क्लुड गर्न पाएँ हाम्रो सक्सेसमा त्यसको लागि पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु र अडियन्सहरू जसले सिनेमा हेर्नु भएको छैन कतिजना बाहिर हुनुहुन्थ्यो होला जहाँ चाहिँ हाम्रो सिनेमा लागेको छैन उहाँबाट बाहिरबाट आउनु भएको छ भने पनि हाम्रो सिनेमा अझै पनि हलमा लागिरहेछ यहाँहरू गएर हेर्न सक्नुहुन्छ र थ्याङ्क यू भेरी मच एउटा सोधिहाल्छु ल समयराजीले के केएफसी खुवाउनु भयो 51 डेजमा भन्नुभयो तपाईँलाई चाहिँ के खुवाउनु भयो उहाँहरूले 51 डेजमा या त के दिने आइसक्रिम हुन्छ नि मायाहरूले एकदम माया आइसक्रिम पपकर्न माया पार्टी के छ मिले आमा होइन माया एकदम धेरै माया हाम्रो छ सबै कुरा काम भनिन्छ त यार हामी खाएको पिएको